माथिको क्वेसन सिक्वेन्स र सिरिजबाट लिएको छ र एक्सर्साइज 1.0 यदि हजुरहरूलाई चाहियो भने यो क्वेसन हेरेर बुझ्नु र यसैको लागि 2 नम्बरको लागि धेरै इम्पोर्टेन्ट हुन्छ। त्यसैले म अब गिभन लेखेर नम्बर अफ टर्म्स हाम्रो कति दिएछ क्वेसनमा 2 दिइरहेको छ र हामी 2 लेखे त्यसपछि हाम्रो जनरल टर्म भनेको अर्थमेटिक सिक्वेन्सको जनरल टर्म हाम्रो गिभन 8 दिएको छ। त्यसपछि हाम्रो कमन डिफरेन्सको कुरा गर्ने भने सेकेन्ड लाइनमा कमन डिफरेन्स हामीहरूको 5 दिइरहेको छ क्वेसनमा र त्यसपछि हामी कमन डिफरेन्स लेख्छौँ गिभनमा र थर्ड टर्म भनेको हाम्रो एन्सर भनेको क्वेसन सोधेको छ र थर्ड टर्म निकाल्नु पर्छ। त्यसैले यहाँ द गल्ती भइहाल्यो एन्ड T3 बराबर इक्वल टु वाट एन्ड फर्स्ट टर्म बराबर इक्वल टु वाट T3 निकाल्नको लागि फर्स्ट टर्म चाहियो। त्यसैले टर्म बराबर 1 एन्ड नाउ अकर्डिङ टु द फर्मुला अफ जनरल टर्म हामी जनरल टर्मको फर्मुला युज गर्छौँ र त्यसपछि अगाडिको प्रोसेसमा a को भ्यालु निकाल्नेछौँ र T3 को भ्यालु फाइनल एन्सर निकाल्नेछौँ। सो अब हामी जनरल टर्मको फर्मुला युज गर्न गइरहेको छौँ र यदि हजुरहरूलाई भिडियो राम्रो पर्यो भने लाइक जरुर गरिदिनु होला र बहुत मेहनतले भिडियो बनाइरहेको छौँ र TN को फर्मुला हामी डिस्प्लेमा नि लेखिरहेको छौँ भिडियोमा नि। सो TN को भ्यालु 8 दिएको छ र a को मान निकाल्नु छ। त्यसैले 2 minus 1 into 5 र 8 इक्वल टु a plus 1 into 5 र a यतापट्टि लेखेर एक्सचेन्ज गर्छु र 8 minus 5 लेख्छु। त्यसपछि a को भ्यालु हामीहरूको 3 आइहाल्छ र देन त्यसपछि T3 निकाल्नु छ र T3 को फर्मुला अगाडि TN को सट्टामा T3 लेखेर a प्लस n माइनस 1d को फर्मुला लेख्छौँ। त्यसपछि T3 बराबर a को भ्यालु 3 र n को भ्यालु 3 लेखेर 1 into 5 गर्छौँ। त्यसपछि T3 और लेखिदिउँ र 3 प्लस 2 into 5 र त्यसपछि T3 बराबर हामीहरूको 3 प्लस 2 into 5 भनेको 10 भइहाल्छ। त्यसपछि T3 को फाइनल एन्सर भइहाल्छ 13 र यदि थ्याङ्क यू फर वाचिङ माई भिडियो र यसलाई राम्रोसँग हजुरहरूले पढ्नु होला र यसैमा